मात्रै होइन, साधारण त्यो पुकारा मात्रै होइन। परमेश्वरसँग हामी माग्दै थियौँ, पुकारा गर्दै थियौँ, प्रतिज्ञा गर्दै थियौँ, हामी करार बाँध्दै थियौँ कि म नयाँ हुनलाई यो ठाउँमा छु, मलाई खाली हात नपठाउनुहोस्। परिस्थितिमा थियौँ, तर जब हामी ख्रिस्टमा आयो नि, ख्रिस्टले चाहिँ, प्रभु येशूले चाहिँ तपाईँ र मलाई नयाँ पार्दै हुनुहुन्छ। हालेलुया, हालेलुया, नयाँपन हो। हालेलुया। तपाईँ र मलाई त्यो पुरानै कुरामा रहनको लागि तपाईँ र मलाई बोलाउनु भएको होइन, पुरानै कुरामा रहनको लागि तपाईँ र मलाई परमेश्वरले चुन्नु भएको होइन, त्यो पुरानो ठाउँबाट नयाँ तरिकाले उठाउनको लागि, नयाँ बनाउनको लागि परमेश्वरले तपाईँ र मलाई चुन्नु भएको, नयाँ हुनको लागि यात्रा सुरु गरेको छ, कदमहरू चालेको छ, नयाँपनमा हुर्किराखेको छ। उसको पुरै रूपान्तरण हुन्छ अन्त्यको दिनमा। आमेन। ख्रिस्टमा मरेकाहरू जी उठ्नेछन् र बाँचेकाहरूको परिवर्तन हुनेछ। आमेन। अनि आज तपाईँ र म भित्र त केही छ। हालेलुया। झन् भएको थोकबाट झन् उहाँले कति बनाउनुहुन्छ होला। आमेन। केही नभएको थोकबाट त सबै थोक बनाउनु भयो भन्दा तपाईँ र म भित्र त केही छ, केही भएको थोकबाट झन् उहाँले कति धेरै कुरा सृष्टि गर्नुहुन्छ होला। बितेका कुराहरूलाई भुल, उहिलेका कुराहरूलाई विचार नगर। 19 हेर म एउटा नयाँ कुरो गर्दैछु, त्यो अब हुन आउँछ, के तिमीहरू त्यो देख्दैनौ? म मरुभूमिमा एउटा बाटो र रुखो जमिनमा खोलाहरू बगाउँदैछु। अनि सुक्खा जमिन भनेको त्यस्तो ठाउँ हो, आत्मिकताको बाँझोपन हो। हालेलुया। तर त्यो आत्मिकताको बाँझोपनमा आत्मिकताको झरी मात्रै होइन, आत्मिकताको थोपा मात्रै होइन, आत्मिकताको खोलै बगाइदिनुहुन्छ। आमेन। विनाशी सुक्खा सुक्खा प्रार्थनाको जीवनमा सुक्खा भयो, बाइबल अध्ययनको जीवनमा सुक्खा भयो, सङ्गति जाने जीवन सुक्खा भयो, मरुभूमि जस्तो जीवन, उजाड जीवन, सुक्खा सुक्खा ड्राई लाइफ भयो भने, तर परमेश्वरले तपाईँ र मेरो जीवनमा नयाँ कुरो गर्दै हुनुहुन्छ। अब तपाईँको त्यो सुक्खा जमिनमा नि आत्मिकताको खोला बगाउँदै हुनुहुन्छ। हालेलुया, हालेलुया। अर्को बाइबल पद यशाया 40 को 31 मा यसरी लेखिएको छ। यशाया 40 को 31 पदमा यसरी लेखिएको छ, तर परम प्रभुको आशा गर्नेहरूको बल फेरि नयाँ हुनेछ, तिनीहरू गडुल झैँ माथि माथि उठ्नेछन् र दगुरेर पनि तिनीहरू थाक्ने छैनन्, तिनीहरू हिँड्नेछन् तापनि मूर्छा पर्ने छैनन्। आमेन। ख्रिस्टको निम्ति उठ्ने समय हो, नयाँ बललाई रिसिभ गर्ने समय हो, नयाँ बललाई प्राप्त गर्ने समय हो। जब त्यो नयाँ बललाई पक्रनुहुन्छ नि, तपाईँ शक्तिशाली भएर ख्रिस्टको निम्ति खडा हुने व्यक्ति हो। हालेलुया। मण्डलीको निम्ति खम्बाको रूपमा खडा हुने व्यक्ति हो, परिवारको निम्ति एउटा प्रार्थनाको योद्धाको रूपमा खडा हुने व्यक्ति हो। तपाईँको आत्मिकताको बल कमजोर भएको छ, उठ्नुहोस्, बललाई रिसिभ गर्नुहोस्। त्यो परम प्रभुले तपाईँको जीवनमा गर्नुहुने नयाँ काम। परमेश्वरले तपाईँ र मलाई चाहेको के रहेछ? तपाईँहरूमा नयाँ भएको चाहनु भएको रहेछ। आमेन। त्यसै कारण नयाँ हृदय दिँदै हुनुहुन्छ। तपाईँ र मलाई परमेश्वरले चाहेको कस्तो जीवन हो भने नयाँ जीवन हो। यदि विश्वास गर्नु हुँदैन भने तपाईँ र म नयाँ नभएर परमेश्वरलाई देख्न पनि सक्दैनौँ। बाटोमा डोर्याउने ढाँचा हो यो संसारको ढाँचाले त तिमीहरूलाई परमेश्वर कहाँ लैजाँदैन। अब यो पुरानो ढाँचामा नचल, आफ्नो भित्री रूपमा नयाँ भएर पूर्ण रूपले परिवर्तन। धिक्कार फरिसी र शास्त्री हो, बाहिरी हेर्दा चाहिँ धर्मगुरुहरू, बाहिरी रूपमा हेर्दा चाहिँ पवित्र व्यक्ति, बाहिरी रूपमा हेर्दा चाहिँ अलग व्यक्ति, तर भित्र भनेको लोभ र विभिन्न पापले भरेका, भित्रबाट परिवर्तन नभएका व्यक्ति हो। तिमीहरू पहिला के गर? त्यो तिमीहरूको हृदयको कचौरा छ नि, पहिला भित्र माझ, अनि बाहिर पनि सफा होस्। आज हामी विश्वासी जवान, हामी प्रभुलाई चिनेका छौँ, प्रभुले बनायो। येशू ख्रिस्टमा भएको जीवन मात्रै नयाँ जीवन हो। मण्डली भित्र आउँदै गर्दा नयाँ जीवन हुँदैन, येशूमा आएर मात्रै नयाँ जीवन हुन्छ। हालेलुया। जवान सङ्गतिले तपाईँलाई नयाँ नबनाउला, कम्बाइन्ड सङ्गतिले तपाईँलाई नयाँ नबनाउला, तर येशू ख्रिस्टमा रहेर चाहिँ तपाईँ नयाँ हुनुहुन्छ। हालेलुया। परमेश्वर हामी तपाईँमा आउँदछौँ। यहाँ बसेका जवान भाइ बहिनी हरेक व्यक्तिको जीवनमा, उसको परिवारमा, उसको व्यक्ति
व्यक्तिगत जीवनमा, त्यो आत्मिकताको बाँझोपनमा, त्यो अन्यलताको उजाड स्थानमा अब बाटो तयार गर्दै हुनुहुन्छ तपाईँले। परमेश्वर तपाईँ शक्तिशाली परमेश्वर, जसले प्रभु उजाड स्थानमा बाटो तयार गर्नुभयो, समुद्रको बीचबाट त्यो बाटो तयार गर्नुभयो। तपाईँ परम प्रभु परमेश्वर नै नयाँ काम गर्नुहुने परमेश्वर हुनुहुन्छ।